सन् 1999 को डिसेम्बर 24 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्डियन एयरलाइन्सको IC 814 जहाज नयाँ दिल्लीका लागि उड्यो। त्यो अपराह्न 4 बजेको समय थियो। केही बेरपछि जहाज भारतीय आकाशमा उड्दै थियो। त्यही बेला केही हतियारधारीहरूले विमानका चालक दल र यात्रुहरूलाई नियन्त्रणमा लिए। विभिन्न देशका आकाश घुमाउँदै अपहरणकारीहरूले त्यो विमानलाई अफगानिस्तानको कान्दहर विमानस्थलमा अवतरण गराए। त्यहाँबाट उनीहरूले एउटा माग राखे, भारतीय जेलमा रहेका मौलाना मसुद अजहर सहित 36 कश्मीरी बन्दीको रिहाई। यी उनै मौलाना हुन् जो जैश-ई-मोहम्मदका संस्थापक नेता हुन्। भारतीय सैनिकले मंगलबार राति उनको आश्रय स्थलमा आक्रमण गर्यो र उनका 10 जना परिवारका सदस्य सहित अरु 4 जना सहयोगीहरूको मृत्यु भयो। तर त्यसबेला उनी भने घरमा थिएनन्। जो जैश-ई-मोहम्मद भारत सहित विभिन्न अन्तर्राष्ट्रिय संघ संगठनहरूले आतंकवादीको सूचीमा राखेको संगठन हो, जसलाई पाकिस्तानको साथ रहेको भारतको आरोप छ। सन् 2019 मा एकजना आतंककारीले जम्मू कश्मीरको पुलवा स्थित भारतीय सैन्य क्याम्पमा आत्मघाती आक्रमण गरेका थिए। त्यसबेला भारतीय 40 भन्दा धेरै भारतीय सैनिक मारिएका थिए। उक्त आक्रमणको जिम्मेवारी पनि त्यही आतंकवादी संगठनले लिएको थियो। त्यसका बदलामा त्यो बेला पनि भारतले पाकिस्तानमाथि आक्रमण गरेको थियो। मसुद अजहरको नेपाल साइनो के हो? त्यो विमान अपहरण गर्ने समूहमा रहेका 10 जना मध्ये 7 जना पाकिस्तानी, 2 जना भारतीय र 1 जना नेपाली पनि रहेको भारतको केन्द्रीय अनुसन्धान ब्युरो CIB ले दावी गरेको थियो। नेपालमा गठित एउटा छानबिन आयोगले भने उक्त विमान अपहरणको योजना काठमाडौँ स्थित सदर चिडियाखानामा बसेर गरिएको थियो। अहिले पनि उक्त विमान अपहरणका लागि भारतले नेपाललाई नै मुख्य जिम्मेवार ठान्दै आएको छ। अफगानिस्तानमा पुर्याइएको उक्त विमान र यात्रु छुट्याउन त्यो बेला भारतले मौलाना मसुद अजहर सहित केही बन्दीहरू रिहा गरेको थियो। त्यसपछि मौलाना मसुद झन उग्र अनि निर्दयी बनेर निस्किए अनि भारतसँग बदला लिनका लागि अनेकन रणनीति आक्रमणहरूमा लागे। 2001 डिसेम्बर 13 मा उनकै संगठनले भारतीय संसदमा हमला गरेको थियो। त्यसपछि 2008 मा मुम्बईमा आक्रमण भयो भने 2016 मा पठानकोट हवाई सुरक्षा शिविरमा हमला भयो। यी सबै आक्रमणका मुख्य योजनाकारका रूपमा मौलाना मसुदकै हात रहेको भारतको ठम्याइ छ। यद्यपि भारतीय सुरक्षा कर्मीले सन् 1994 मै मसुदलाई कश्मीरबाट गिरफ्तार गरिसकेको थियो। सन् 1990 तिर मसुद एक धार्मिक प्रवचक थिए। कट्टर मुस्लिम धार्मिक गुरु ठहरिएका उनले विश्वका धेरै इस्लामिक देशहरूको भ्रमण गरिसकेका छन्। त्यो बेला पनि उनले मुस्लिम समुदायमा पुगेर उग्र धार्मिक प्रवचन दिन्थे र युद्धका लागि उस्काउँथे। उनी झुटा परिचय लिएर भारतभित्र छिरेका थिए। कश्मीरतिर रहेर उनले भारतमा हिंसात्मक आक्रमणको योजना बनाइरहेका थिए। त्यो बेला उनी हरकत उल मुजाहिद्दिनका नेता थिए। नेपालबाट विमान अपहरण गरेर भारतसँग मोलमोलाई गर्दै उनी फेरि रिहा भए र अर्को त्यस्तै आतंकवादी संगठन हरकत उल अन्सारलाई समेत मिलाएर जैश-ई-मोहम्मद भन्ने संगठन बनाए। दुवै तिरका उग्र लडाकु मिलेर बनेको यो संगठनले सन् 2016 मा भारतीय संसद भवनमै आक्रमण गरेको थियो।